समय हो जिन्दगीले कस्ता कस्ता पाठहरू सिकाउँछन् र ती पाठहरू सिक्नु पनि पर्छ। मान्छेले के को प्राप्तिको लागि आफ्नो बाल्यपनको सानो छँदाको जीवनको एकदम महत्त्वपूर्ण समयमा आफ्नो अस्तित्व, आफ्नो आत्मीयता, आफ्नो माया, आफ्नो प्रेम, आफ्नो चिनारी, आफ्नो पहिचान नै मेटेर के प्राप्तिको लागि मान्छेहरू मरिहत्ते गरेर अर्काको पछि लाग्छन्। अनि प्राप्ति के हुन्छ? हिजो के थियो, आज के छ, भोलि के हुन्छ? आखिर के नै पाइयो होला र त्यो जिन्दगीमा? के कुरा प्राप्ति भयो होला र? कसैको सपनामाथि चकनाचुर हुने गरी सपना बिछ्याएर गएर अनि लास्टमा के प्राप्ति हुँदो रहेछ जिन्दगीमा? प्राप्ति नै मलाई त अचम्म लाग्यो।